ठ्याक्कै साथी स्याल परेछ यहाँ है भारतमा हैन दामी तरिकाले स्याल परेछ है चाहिँ यसले बाख्रा खाएको थियो बाख्रा खाएको ठ्याक्कै बाख्रा खाएको स्यालै परेछ साला यो सपेट बाख्रा ठ्याक्कै परेछ अब यसलाई चाहिँ बाँधेर घर जाने तयारी छ स्याललाई बाँधेर स्याललाई घर लागेर गाउँमा अझ चाहिँ हामी साथीहरू ठुलो जङ्गलमा आएका छौँ बाख्रा चराउँदै यहाँ चाहिँ हाम्रो बाख्रा हिजो खाएछ स्यालले अनि स्याललाई हामी ट्र्याप थापिरहेका छौँ स्याललाई ट्र्यापमा चाहिँ पुरै अब जङ्गलमा त्यो यस्तो गरेर काटे काप गरेर चाहिँ थाप्ने हो चट्टानीलाई चाहिँ स्याल हामीले चाहिँ यसलाई चाहिँ थापेर मार्ने भन्दा पनि अब यसलाई थापेर ह्याप्पी बर्थडे मनाउने चाहिँ यसको मासु खाएर है स्यालको मासु चाहिँ सबैभन्दा उत्कृष्ट चाहिँ स्याल मारेर ह्याप्पी बर्थडे मनाउने अब मेरो पनि जन्मदिन आउँदैछ चैतमा अब जन्मदिनमा चाहिँ स्यालको सिकुटी खाएर चाहिँ ह्याप्पी बर्थडे मनाउने यहीँनिर स्याल मार्ने कोसिस गरेका छौँ पक्कै हामी यसलाई चाहिँ जस झुन्डाउँछौँ होला माकुरीलाई अनि हेर्नु थापिरहेको छु गरेर यसरी ठोक्ने हो यसो गरेर ठोकेर होइन यसो गरेर पुरै ट्र्याप थाम्दै गरेर हामीले चाहिँ भयो मजाले हुँदैछ यहाँ होइन त म बुथुरे पानी फेरि पानी बुथुरे गइरहेछ फेरि यहाँनिर हल्नु नि फेरि फेरि कहाँनिर बिचमा सेन्टरमा बनाउनु यहाँ चाहिँ फेरि उचाल्नु त कति हुन्छ यति हुन्छ होइन अझै यति पनि यति थिएर जान्छ यति गरेर हुन्छ कति बुझाइ अझै यति ठिक यतिको मात्रै उचाल्नु कति बुझाइ हुन्छ उचाल्नु माथिमा यस्तो हुन्छ नि अलि हजुर खाडा हुन्छ नि धेरै कतिको यतिको ठिक हुन्छ क्या जाँदाखेरि कति काट्नु भनेपछि एक बित्ता काट्नु त्यति नगरी त खाँदैन एक बित्ता खोइ त एक बित्ता यति है त्यति नगरी खाँदैन नि खाब्लो नबनाउनु पानी थोरै हाल्नु ल्याउनु मान्छु त्यत्रो जाने होला हौ हाल्नुपर्छ थाम्दैन थाम्छ खै तलै तल दाजुभाइले हाल्दैछु यहाँ भरे तपाईँहरूलाई हामी देखाउँछु यतापट्टि त पर्दैन पर्दैन म हान्जाल्छु अहिले यो अलिकता पर्छ त्यसलाई गिनिदियो भयो त नगिनी
ठोक्दियो यता पर्दैन अब पर्दैन छोड्दिनु अर्को गर्नु होइन यसले काट्छ सिधो गन पहिले पहिले त्यो हाल्नु पहिले बन्द गर चिज आँटा यस्तो यस्तो थियो कस्तो यस्तो थियो यस्तो कस्तो यहाँ त के फरक पर्दैन त्यही तर अब सानो तर माथिबाट लाउनु पर्छ बनायो टक्क हामीले त्यसरी बनाइ अलरेडी गरिसक्यौँ है अलरेडी गरिसकेर हामी चाहिँ यसलाई अब छोड्यौँ त कान्छ कतिको पल्लो छिप्छ त धागो पक्रेर तल यसो गरेर तल तल चारो तान्ने ठाउँ बनाएको छ होइन 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 छोड्यो 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 त कतिको झर्छ ज्यापै तल तल त्यो तल ठाउँमा पुऱ्यायो तल ठ्याक्कै त्यो ट्याग गरौँ त यसरी गर्ने ट्याक्कै यसरी गर्ने क्या स्यालको लागि साथीहरू यो स्याल परेछ यहाँ चाहिँ ठ्याक्कै साथले है अस्ति थापेकोमा स्याल परेछ बसात परेछ थाहा जस्तै हामीले साथी हो अस्ति हामीले धरप थापेको थियौँ यहाँ स्याललाई होइन पुरै बाख्रा खाएर जङ्गलमा अहिले यो धरपमा चाहिँ ट्र्यापमा चाहिँ स्याल परेछ है पुरा यो चाहिँ एकदम सिकारी स्याल हो यो स्यालले चाहिँ पुरै मेरो धेरै बाख्रा तसनस गरेको छ अझ चाहिँ बल्ल फेला परेछ साथीले स्यालले चाहिँ पर्दै स्याल परेछ स्याल चाहिँ दामी अस्ति नै हामीले थाहा दिनु पर्ने भनेर तपाईँहरूलाई म स्याल परेर देखाउँछु भनेको थिएँ होइन अझ तपाईँहरूले देखाएको मैले स्याल यस्तो छैन पुरै यो चाहिँ बोका र छैन यी बोका पुरै बोका परेछ स्याल पुरै कान यस्तो कानहरू ए पुरै चाहिँ बाख्रा खाने पुरै सिकारी स्याल हो यो चाहिँ मेरो बाख्रा चाहिँ खत्तम बनाएको थियो कि यसले अझै चाहिँ बल्ल फेला पऱ्यो यसलाई लगभग
10-12 किलो छ ले स्याल। अब कत्रो हुन्छ स्याल, कत्रो जम्बु स्याल परेछ आमा है। यसले सत्यनाश बनाएको थियो मेरो बाख्रा पुरै खाएर पुरै सकेको थियो। यसलाई चाहिँ मजाले चाहिँ पार्यो साला। यो नि त आइडिया छ त्यो बाख्रा पालनमा स्यालले दुःख दियो भने यसरी थापेर यसरी पार्नु साथीहरु है। टक्क बाख्रा पाल्न सक्दैन, नभए जङ्गलमा सबै खाइदिन्छ। अझ ठुलो सफलता प्राप्त भएको छ। मैले पहिले पनि मारेको थिएँ, अहिले पनि मारे स्याल साथीहरु। यसलाई चाहिँ अब तानेर लगेर घर लगेर यसको चाहिँ रक्सी बनाउने हो। यो बातको दबाई हुन्छ त्यसको सिकुटी बनाएर यसलाई साथीहरुलाई दिने हो बातको दबाई। यसलाई चाहिँ अब लगेर चाहिँ अब है घर लाने लागि एक्लै जङ्गलमा अलिक गाह्रो चाहिँ गाह्रो हुन्छ। म चाहिँ श्रीमतीले घर चाहिँ घर लाने चाहिँ बाटोमा निकाल्यो लाने